गण्य मान्ने आदरणीय अभिभावकज्यूहरू, मित्र तथा श्रोताहरू, नमन एवं नमस्कार। आज देश एक किसिमको सङ्कटकालीन वा असहज र अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ। देशमा राजनीतिक तरलता कायम छ। देशले 1816 को सुगौली सन्धि पश्चात विभिन्न किसिमका राष्ट्रघाती, जनघाती, असमान सन्धि सम्झौताहरू गर्दै आइरहेको छ। देशको राष्ट्रिय स्रोत साधनहरू, देशको जल सम्पदाहरू विदेशी साम्राज्यवादीहरूलाई सुम्पिने काम भइरहेको छ। नेपाल विदेशी साम्राज्यवादी शक्तिहरूको क्रीडास्थल बन्दै गइरहेको छ। यहाँका पहुँचवाला राजनेता भनाउँदाहरू उनै साम्राज्यवादी प्रभुहरूको सामु पाउमा लम्पसार परेर आफ्नो सत्ता र स्वार्थको लागि सष्टाङ्ग दण्डवत सेवा गरिरहेका छन्। हामी नेपाली जनताहरू, हामी नेपाली जनता भेडाहरू उनीहरूकै पछि पछि तछाड मछाड गर्दै दौडिरहेका छौँ। सरकारले अपनाएको 3 खम्बे अर्थनीति, सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्र आज दयनीय छ। निजी क्षेत्रहरू आज निरुत्साहित छन्। अझ सरकारी क्षेत्रहरू, सहकारी क्षेत्रहरू र सार्वजनिक क्षेत्रहरू तहस नहस पारिएको छ। यहाँ शिक्षा क्षेत्रहरू व्यापारीकरण गरिएको छ। स्वास्थ्य क्षेत्रहरू व्यापारीकरण गरिएको छ। हाम्रो शिक्षा सेवामूलक भएन, श्रमसँग जोडिएन। हाम्रो शिक्षा व्यवहारिक भएन, जसले गर्दा नेपालका विद्यालयहरू, विश्वविद्यालयहरू आज बेरोजगारी उत्पादन गर्ने कारखाना जस्तो भएका छन्। स्वास्थ्य क्षेत्र हेर्ने हो भने सरकारी अस्पतालहरूमा लापरवाही छ। स्वास्थ्य उपचार सेवा राम्रो छैन। निजी अस्पतालहरू धेरै महँगो पर्छ, जसले गर्दा हामी जस्तो गरिब किसान, निम्न स्तरका जनताहरूले उपचार गर्न सकिँदैन। त्यसैले यहाँ केही मुठीभर धनद्या पुँजीपतिहरूलाई मात्रै बाँच्ने अधिकार छ। हामी जस्तो गरिब किसान, पिछाडा वर्ग, निम्न स्तरलाई त अक्कलमा मर्ने अधिकार मात्र छ। नेपाल कृषि प्रधान देश भनेर विश्वमा परिचित छ, तर सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिँदैन। व्यवस्था गरेको छ, जसले गर्दा आज गाउँ बस्तीहरू सहर केन्द्रित बन्दैछन्। यहाँका उर्वरा भूमिहरू, खेतीयोग्य जमिनहरू आज बाँझो बन्दै गइरहेको छ। केही उत्पादन गरिएका
कृषिजन्य वस्तुहरूले बजार पाउँदैन, किसानहरू मारमा परेका छन्। तर सरकारले वार्षिक अरबौं अरबको विदेशबाट खाद्यान्न आयात गर्छ। हरियो वन नेपालको धन भन्ने हाम्रो मूल नारा नै छ। तर वन जङ्गलका काठपातहरू मकिएर गएका छन्, सडिएर गएका छन्, दुरुपयोग भएका छन्। उपयोगमा ल्याउनको लागि सरकारको सहज नीति छैन। साँच्चै भन्ने हो भने सरकारले एक किसिमले घुमरो तरिकाले बन्देज नै गरेको छ। तर सरकारले अरबौं अरबको बाहिरबाट काठ वा काठजन्य वस्तुहरू आयात गर्छ। सरकारले किन यस्तो गर्छ भने यसभित्र भ्रष्टाचारको खेल हुन्छ, यसभित्र कमिसनको खेल हुन्छ। यस्तै किसिमका बेतिथि, विसङ्गति कुराहरू खोज्दै जाने भने यहाँ थुप्रै किसिमका अमानवीय कुकृत्य कार्यहरू भएका छन्, बेतिथिहरू भएका छन्, तस्करी भएका छन्, भ्रष्टाचार भएका छन्। तर मेरो भनाइको सारांश के हो भने अहिलेसम्म सत्तामा गएका सत्ताधारीहरू, सरकारमा गएका शासकहरू आफ्नो काम र कर्तव्यप्रति जिम्मेवार भएनन्, गैर जिम्मेवार भए, कर्मनिष्ठ भएनन्, देश र जनताप्रति वफादारी र जवाफदेही भएनन् भन्ने हो। यहाँ आज हामी नयाँ शक्ति हो भन्दै विभिन्न किसिमका पार्टीहरू अगाडि आएका छन्, विभिन्न किसिमका पार्टीहरू जन्मिएका छन्। तर नयाँ अनुहार भन्दैमा नयाँ शक्ति हुँदैन र नयाँ शक्ति भन्नु मिल्दैन। नयाँ शक्ति हुनुको लागि त नयाँ किसिमको सोच विचार हुनु पर्यो, नयाँ किसिमको नीति लिएर आउनु पर्यो, नयाँ किसिमको सिद्धान्त लिएर आउनु पर्यो र नयाँ किसिमको संरचना लिएर आउनु पर्यो। उही हामी नयाँ शक्ति बनाउँदाहरू पनि आज यही राज्यको संरचनाले स्वीकारेर, यही संरचनाभित्र रहेर, यही सङ्घीयताको भारी बोकेर आएका छन्, यही एमसिसीको भारी बोकेर आएका छन्। अझ भित्रभित्रै एसपिपी पास गर्ने भन्दैछन्, फ्री तिब्बतको नारा दिँदैछन्। यी नाराहरू त झन् देश र जनताको लागि घातक हुनेछन्। विगत 30-31 वर्षदेखि भ्रष्टाचारको विरुद्धमा, तस्करको विरुद्धमा, बेतिथि र विसङ्गतिको विरुद्धमा, शोषण दमनको विरुद्धमा र जनता र जनजीविकाको पक्षमा, जनताको हक हितको पक्षमा, शोषित पीडितको पक्षमा, न्यायको पक्षमा, राष्ट्र र राष्ट्रियताको पक्षमा लड्दै आइरहेको स्वच्छ छवि भएको पार्टी वैकल्पिक शक्तिको रूपमा आज पनि राष्ट्रिय जनमोर्चा विगतदेखि अहिलेसम्म सदनदेखि सडकसम्म आवाज बुलन्द गर्दै आइरहेको पार्टी राष्ट्रिय जनमोर्चा आज पनि जीवितै छ त।
यो कुरा अब आम नेपाली जनताहरूले, तपाईहरूले, हामीले अब त बुझ्नु पर्यो, जान्नु पर्यो, चिन्नु पर्यो र राष्ट्रिय जनमोर्चाले अपनाएको नीति सिद्धान्तलाई मान्दै गोलबन्द हुँदै ऐक्यबद्धता जनाउँदै जानु पर्यो भन्ने विनम्र अनुरोध गर्दै आजलाई यति भन्दै हवस् त, नमस्कार।